हेलो एभ्रिवान, म चाहिँ आज करेला र आलुको सब्जी बनाउँदैछु। यहाँ चाहिँ लिए करेला अनि करेला मैले थालमा खनाएँ हो। त्यहाँदेखि चाहिँ करेलाको बिटहरू हल्का हल्का काटेँ हो। टुप्पा सबै काटेर फालेँ, करेलालाई बिटहरू सबै काटेर फालेँ। अन्त चाहिँ मैले करेलालाई धुनुतर्फ लागेँ। धुनु लागि चाहिँ धुएँ, मजाले धुएँ, 2-3 पानी धुएँ हो। त्यहाँदेखि चाहिँ करेला काट्नुतर्फ लागेँ। म चाहिँ काट्नु लागि रेडी भएँ। त्यहाँदेखि 2 फ्याक्ला बनाउनु थालेँ सबै करेलाहरू होइन। 2टा बनाएँ। त्यहाँदेखि चाहिँ करेला 2टा बनाएँ, 2 फ्याक्ला बनाएँ। सबै करेलाहरू तर फ्रेस थियो। यो चाहिँ राम्रो थियो, करेलाहरू सबै फ्रेस करेला थिए। त्यहाँदेखि यसको बियाहरू निकालेँ, भित्रको हो। बिया निकाल्नुतर्फ लागेँ, बिया निकालेँ। त्यहाँदेखि लगभग बिया चाहिँ मैले सबै निकालिसकेको थिएँ हो। त्यहाँदेखि चाहिँ मैले काट्नुतर्फ लागेँ, मसिनो कटिङ गर्नु थालेँ हो। मसिनो कटिङ गर्नु थालेँ राउन्ड सेपमा हो। यसरी पकाउँदा चाहिँ मिठो हुन्छ है करेला। त्यहाँदेखि मैले आलु छिरिसकेको थिएँ, आलु धुनुतर्फ लागेँ। आलु पनि मिसाउँदा मिठो हुन्छ है। त्यहाँदेखि आलु धोएर कराई बसालेँ, ग्यास बालेँ हो। डल्ले खोर्सानी हेर्नुहोस् न कस्तो दामी छ। डल्ले खोर्सानी पनि हाल्नु पऱ्यो भनेर प्याज टमाटर अघि रेडी गरिसकेको थिएँ मैले। त्यहाँदेखि कराई तातिएपछि मैले तेल हालेँ कराईमा हो। तेल हालेपछि चाहिँ कराईलाई अलिकति तात्तिनु टाइम दिएँ मैले है। तात्तिनु पनि त पऱ्यो। त्यहाँदेखि मैले आलु काट्नुतर्फ लागेँ। आलु चाहिँ मसिनो चिरा बनाएर काट्नु थालेँ। त्यहाँदेखि बेसी त हालेको थिइनँ, 3टा आलु हालेको थिएँ। लगभग आलु पनि मैले काटिसकेको थियो हो। आलु काटिसकेँ। त्यहाँदेखि चाहिँ कराईमा मेथी फुराउनु थालेँ। मेथी कालो भएपछि चाहिँ प्याज हालेँ। प्याज अलिक रातो भएपछि मैले डल्ले खोर्सानी पनि त्यही माथि हालिदिएँ। त्यहाँदेखि मजाले भुटेँ हो। भुट्दै थिएँ, मजाले भुट्नु थालेँ। त्यहाँदेखि चाहिँ रातो भएपछि चाहिँ त्यहाँदेखि मैले माथिबाट आलु हालिदिएँ। आलुलाई चाहिँ पहिला मजाले भुट्नु पऱ्यो नि त होइन, तेलमा। त्यहाँदेखि भुटेपछि चाहिँ एकछिन मजाले चलाएँ। त्यहाँदेखि मजाले चलाएपछि अब बारी आयो मरमसला। मैले हर्दी हालेँ माथिबाट हो। हर्दी चाहिँ मजाले हालेँ मैले 3 खेप लाएर। त्यहाँदेखि मैले जिरा पाउडर पनि हालेँ। मजाले फ्राई भइरहेको थियो है। त्यहाँदेखि सब्जी मसला हालेँ, एभरेस्टको सब्जी मसला, गरम मसला हालेँ, मिठो हुन्छ यो चाहिँ सब्जीमा। त्यहाँदेखि त्यो हालेको बादमा चाहिँ मैले धनिया पाउडर हालेँ। मजाले चलाएँ हो। चलाउनु थालेँ मजाले। त्यसलाई चाहिँ मजाले भुट्नु पऱ्यो नि त, अलिक पाकेपछि चाहिँ। त्यहाँदेखि मजाले चलाएँ। नुन हालेँ, नुन पनि हाल्नु बिर्सेछु र नुन हालेँ माथिबाट हो। त्यहाँदेखि चाहिँ तपाईँको माथिबाट चाहिँ करेला हालिदिएँ। एकछिन भुटेर करेला हालेँ। अघिको करेला धुएर काटेर रेडी थियो है। त्यहाँदेखि चाहिँ एकछिन मजाले चलाएँ। एकछिन भुट्नु पऱ्यो। कस्तो दामी देखिरहेको छ हेर्नुहोस् न। यो चाहिँ नेपाली स्टाइल करेला र आलुको सब्जी। त्यहाँदेखि मजाले चलाएँ, चलाउनु थालेँ हो। चलाउनु थालेपछि चाहिँ एकछिन माथिबाट टमाटर पनि हालिदिएँ। आलु काँचै हुन्छ भनेर अघि हालिनँ, अहिले माथिबाट हालेर एकछिन चलाएर त्यहाँदेखि चाहिँ मैले
छोपेर एकछिन भुट्नु थालेँ मजाले, ढकनीले कभर गरिदिएँ होइन। त्यहाँदेखि मजाले भुट्नु थाल्यो। बादमा यस्तो भयो, एकछिन भुटिसकेर एकछिन 15 मिनट जस्तो भुटेर मजाको भएको थियो है। त्यहाँदेखि चाहिँ मेरो सब्जी चाहिँ रेडी भयो। यस्तो भएको थियो मेरो सब्जी। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।